Okay, so Lil Zola नाम कसले राख्यो त पहिला त्यहाँबाट जाउँ ल लिल झोला मैले आफै राखिदिएको त Are you famous because you're viral? You make viral songs? Or are you famous because you have talent? भाइरल भनेपछि त एउटा सङ देन गायो भने त दाइ ए लिल झोला भन्ने गीत कहाँबाट आयो त झोला भन्ने सङ चाहिँ भन्यो नि त मेरो नेम हाम्रो नेपालमा हुड हुन्छ हुड सब ठाउँमा हुन्छ टोल भनेको हुड दाइ सक्सेसफुल ऱ्यापर बन्नलाई चाहिँ के गर्नुपर्ने रहेछ त वर्क हार्ड दाइ तिम्रो फेभरेट स्योर दाइ किन अब उसको 50 सेन्टको म्युजिक ग्लोबली पप भएको थियो नि दाइ हामीले पनि वाइल्ड इन्जोय गरेको थियो म्युजिकमा सो स्नुप डग पनि दामी छ दाइ तर 50 सेन्ट 50 सेन्ट यस मलाई चाहिँ किन थाहा छ लाइक इफ आई हेड टु पिक वान अमङ 50 र के अरे स्नुप होइन म चाहिँ स्नुपलाई पिक गर्छु कि म किन भनेर पनि भन्छु कि होइन स्नुपको एउटा गीत छ कि ब्युटिफुल भन्ने फरेलसँग होइन अनि त्यो गीत चाहिँ मलाई एकदम मनपर्ने म्युजिक भिडियो हो कि जमानादेखिको होइन अनि त्यो गीत आई बिलिभ म सानो हुँदाखेरि चाहिँ स्नुप चाहिँ मैले चिनेको चाहिँ राम्रोसँग चाहिँ त्यो गीतले हो कि ना 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 यु ब्युटिफुल भन्छ होइन समथिङ लाइक द्याट त्यस्तै खाले छ होइन हेर त एकपल्ट युट्युबमा ब्युटिफुल भनेर गरेर त म देखाउँछु तिमीलाई भिडियो त्यो भिडियो चाहिँ मलाई मन परेको तर स्नुप चाहिँ अनि कतै न कतै त्योभन्दा अगाडिदेखि मन परेको तर त्यो भिडियो पछि चाहिँ मलाई स्नुप एकदम मन परायो कि अनि स्नुपको यो अलिक बिचमा जाउँ त स्नुप र देयर गो स्नुप र यस्तो यङ छ दुईजना ब्राजिलमा खिचेको थियो के अरे होइन त्यसपछि चाहिँ मलाई स्नुप तर स्नुपको मलाई मेरो फेभरेट चाहिँ त्यही नै हो के अरे I want to thank me. Oh, more than